हजुर हजुरलाई दस आङ्गुला जोडेर म बिन्ती गर्दैछु मेरा शिरमा बचाउनुहोस्। क्यान्सरका कारण किडनी निकालिएका अछामका हिक्मतभुल अहिले सुरतमा जीवन र मरणको दोसाँधमा। दर्शकवृन्द, सुदूरपश्चिम प्रदेश अछाम जिल्ला जयगढ गाउँपालिका वडा नम्बर 3 बेलपाटा निवासी 49 वर्षीय हिक्मतभुल अहिले भारतको गुजरात राज्यको सुरतमा जीवन र मृत्युको सङ्घर्ष गरिरहेका छन्। विगत 4 वर्षदेखि रोजगारीको सिलसिलामा सुरतमा बसोबास गर्दै आएका हिक्मतभुल परिवारको आर्थिक अवस्था सुधार्ने उद्देश्यले प्रदेश पुगेका थिए। परिवारको सुखद भविष्य निर्माण गर्ने सपना बोकेर निरन्तर मेहनत गरिरहेका उनीमाथि अचानक ठूलो पीडा आइपरेको छ। 1.5 वर्ष अघि उनको किडनीमा क्यान्सर भएको पुष्टि भएपछि परिवार नै शोकमा डुबेको छ। चिकित्सकहरूको जाँचपछि उनको एउटा किडनीमा क्यान्सर देखिएपछि चिकित्सकहरूले शल्यक्रिया गरी उनको एउटा किडनी नै निकालिसकेका छन्। हाल उनको उपचार सुरत स्थित भरत क्यान्सर अस्पतालमा भइरहेको छ। परिवारका अनुसार अहिलेसम्म उपचारमा करिब 10 लाख भारतीय रुपियाँ भन्दा बढी खर्च भइसकेको छ। तर पनि उपचार अझै जारी रहेकाले थप औषधि परीक्षण तथा अस्पताल खर्च जुटाउन परिवारलाई निकै कठिन भइरहेको बताइएको छ। लामो समयदेखि उपचार गराउँदा परिवार आर्थिक रूपमा कमजोर बनेको छ भने मानसिक रूपमा पनि अत्यन्त पीडामा रहेको छ। परिवारले आफ्ना प्रिय सदस्यको ज्यान बचाउन सक्दो प्रयास गरिरहेको भए पनि अब एक्लै उपचार खर्च धान्न नसक्ने अवस्था आएको बताएको छ। परिवारले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सकेको आर्थिक सहयोग गरिदिन अनुरोध गरेको छ। सानो सहयोगले पनि एक पीडित परिवारलाई ठूलो आशा र हिम्मत दिन सक्छ। कृपया सबैजनाले उहाँलाई सकेको सहयोग गरिदिनुहोला। क्यान्सर भन्ने बिमारले उहाँलाई धेरै सताइराखेको छ। खास कारणमा के हो भन्दाखेरि उहाँलाई विगत 1.5 वर्षदेखि यो क्यान्सर भन्ने सुनिएको थियो। अहिले 1 वर्ष भयो उहाँको अपरेसन गरेको। अहिले अपरेसन गरिसकेपछि लगभग अपरेसन गरिसकेपछि 6 महिनासम्म ठिक भयो। 6 महिना भइसकेपछि 6 महिना बितिसक्दा पश्चातपछि उहाँको पेटमा धेरै ठुलो समस्या देखियो। समस्या कस्तो देखियो भन्दा उहाँको खै त्यो पुसाइ त्यो देखाओ त त्यो यो अपरेसन गरे सिधा फर्काओ यो चाहिँ अपरेसन गरेको यो पेट हो। यो पेटमा पुरै रातो पुरै यो हाम्रो गाउँतिर के भन्छन् यसलाई खडबुजो पपैया भन्छन्, त्यो पाके जस्तरी पुरा पेट पाक्यो। पाकिसकेपछि पुरा पेट सुन्निएर पुरा पानी भर्यो भन्यो। सबै के गर्यो रिपोर्टिङ गर्दै अहिले कमसेकम अहिले करिब भइहाल्यो। अहिले 4-6 महिना जति अझै फेरि भइहाल्यो। उहाँ चाहिँ हस्पिटलमै हुनुहुन्थ्यो। हिजो फेरि हामीले भरत क्यान्सर हस्पिटल सुरतको भरत क्यान्सर हस्पिटलमा थियौँ। भरत क्यान्सर हस्पिटलमा उहाँलाई एडमिट थिए। उहाँको एडमिट गर्दै हामीसँग पैसा जति उहाँसँग पैसा, उहाँको यहाँ चाहिँ श्रीमती, उहाँका चाहिँ बच्चा, उहाँको कान्छी श्रीमती हुनुहुन्छ। उहाँ चाहिँ उहाँको जेठी श्रीमती हुनुहुन्छ। 2टा श्रीमती छन्। उहाँका एउटा छोरा छन्, छोरी छन्। ठुलो परिवार छ। मेन मान्छे जो पनि मूलधर जो कमाउने व्यक्ति हुनुहुन्थ्यो उहाँ नै हुनुहुन्थ्यो। उहाँले चाहिँ अब उहाँको अवस्था यस्तो भइसकेपछि उहाँ चाहिँ अहिले थलामा हुनुहुन्छ। पैसा जति उहाँको ल भन्नुहोस् तपाईँको पैसा कतिसम्म यहाँको खर्च लाग्यो? अब 10-12 लाखसम्म लागिहाल्यो हजुर। हामीसँग अब अहिले नाक कानका बेचेर मसँग एक पैसा पनि छैन। बिहान बासाको लागि, बच्चालाई खानाको लागि कसरी छात टालु भन्ने मलाई समस्या भइराखेको छ हजुर। त्यहाँबाट अब किमो चढाउनु पर्यो। अब फेरि अझ त्यो भरत क्यान्सरमा भर्ती गर्नु पर्यो भनेर डक्टरहरूले भरत क्यान्सर हस्पिटलमा त हजुरलाई पहिल्यै नै मतलब त्यहाँ एडमिट हुनुहुन्थ्यो। त्यहाँबाट के भनेर पठाएको? त्यहाँबाट अब पैसा चाहियो भनेर भन्दै हजुर। पैसा अब आफूसँग थिएन। पैसा नभए मतलब हजुरसँग जति पनि थियो त्यो सबै सिद्धिसक्यो थियो। नाक कानका बेचेर मैले सबै लगाइसकेँ हजुर। अहिले मसँग केही पनि छैन। अब कसरी मैले बच्चा पाल्ने, कसरी बच्चा हुने नि औषधि पानी गर्ने अहिले मसँग एक पैसा पनि छैन हजुरको। नानु छोटो सहयोगले मेरा श्रीमानको ज्यान बच्छ भन्ने मलाई आशा छ हजुर।
मेरो साथमा यहीँतिर आउनु त साना हजुरको बच्चा छन्। श्रीमानकोतिर आउनुहोस् यो अलिक नजिक आइदिनुहोस् ल कमाउने जमाउने मान्छे मेरो यही नै हो हजुर। यो अहिले यस्ता हालतमा छ, म के गरौँ? यिनको पछि लाग्दा लाग्दै मेरो जो यो घरको काम हो, झाडु पोछा बर्तन गर्ने काम छ, त्यो पनि मेरो छुटिसक्यो। अब मैले कसरी आफ्नो बच्चालाई पाल्ने, कसरी मेरो श्रीमानको मैले इलाज गर्ने? हजुरलाई दस आङ्गुला जोडेर म बिन्ती गर्दैछु, मेरा श्रीमानको जान बचाउनुहोस्, नानी अब बचाइदिनुहोस् हजुर। के गर्नु? अहिले त्यहाँबाट भरत क्यान्सर हस्पिटलबाट तपाईँलाई त्यहाँ फेरि रिफर गरिसकेपछि उहाँले पैसा नभएपछि घर लैजानुहोस् भनेर हजुरलाई भन्यो होइन? त्यसपछि चाहिँले तपाईँले कहाँ घर ल्याउनु भएको कि कहाँ लग्नु भएको? त्यसपछि सरकारीमा लिँदाखेरि उहाँ अब 5-6 दिन अलि बात्ला सात्ला चढायो हजुर, इन्जेक्सन लगाए, एन्टिबायोटिक दबाई गरेर अब केही फाइदा भएन। उनीहरूले भन्यो सरकारीमा यो क्यान्सरको दबाई हुनु सक्दैन, प्राइमेरीमा लिएर जानुहोस्, म किमोथेरापी यो गरेर अलि यसको जान बच्छ, यहाँ सरकारीमा कोही फाइदा हुँदैन भनेर त्यहाँबाट हिजो हामीलाई घरमा वापस भेजिदिनु भयो हजुर। सरकारी अस्पतालबाट फेरि रिटर्न गरिदियो? फेरि रिटर्न गरिदियो मतलब 5-6 दिन हजुरलाई मतलब त्यहाँ सरकारी अस्पतालमा मतलब जो पनि हुन्छ मतलब बाटला फाट्ला यताउति चढायो, हल्का मुल्का मतलब इलाज गरायो। अहिले फेरि त्यहाँबाट पनि अब यहाँ यसको यो हामीले यो नर्मल इलाज हो, यसले हुँदैन, अनि तपाईँले फेरि त्यहीँ भरत क्यान्सर हस्पिटलमा लिनुहोस्, प्राइभेट हस्पिटलमा यसको इलाज हुन्छ, सरकारी अस्पतालमा इलाज हुँदैन भनेर हजुरलाई त्यहाँबाट रिटर्न गरिदियो? ए ल अनि हिजो हजुरले अनि उहाँलाई यो भिडियो चाहिँ देश विदेशमा सबैले हेर्नुहुनेछ। यो उहाँका सब रिपोर्टहरू देखाइदिनुहोस्। यो चाहिँ भरत क्यान्सर हस्पिटलको फाइल तिनलाई उठ्न सक्ने उनके एकछिन कोही बात नहीं, म गर्छु। यो उठ्न सक्ने उनके उठाल खै एकपल्ट यी फाइलहरू हजुरहरूलाई फाइल पनि देखाउने छु अहिले। यो चाहिँ किमोथेरापी के अरे यो पेट स्क्यान यो गरेको रिपोर्टको हो। यो उहाँ हेर्नुहोस्, उहाँको अवस्था यस्तो छ। अब उहाँ चाहिँ पहिला अछाम जिल्ला सुदूरपश्चिम अछाम जिल्ला बानीगढी जयगढ गाउँपालिका निवासी बेलपाटा वार्ड नम्बर 3 बस्ने बजिर सिंहका कान्छा भाइ हिक्मत सिंह भुल, कान्छी श्रीमती मनसरा देवी भुल, जेठी श्रीमती प्रेम देवी भुलका श्रीमान हुनुहुन्छ। उहाँको चाहिँ अहिले यस्तो अवस्था भइसकेको छ। उहाँले चाहिँ हेर्नुहोस्, अब उहाँको अवस्था यस्तो भइसकेको छ। उहाँ चाहिँ खासमा मेरा पुसाइ हुन्। उहाँ चाहिँ अछाम जिल्ला बानीगढी जयगढ गाउँपालिका 3 बेलपाटाका मान्छे हुन्। उहाँ अहिले त्यो ठाउँका धेरैभन्दा धेरै बलवान व्यक्ति हुन्। अहिले उहाँको यस्तो अवस्था हुँदाखेरि हामीसँग जति पनि के अरे सम्पत्ति थियो, उहाँहरूसँग जति पनि सम्पत्ति थियो सारा सबै सिद्धिसक्यो। अहिले देश विदेशमा रहनुहुने जति पनि हाम्रा दाजुभाइ दिदी बहिनीहरू, जति पनि मनकारी धनका ठुला सहयोगी दाताहरूसँग यो भिडियो पुर्याइदिनु होला भन्ने आशा र अपेक्षा गरेको छु मैले। उहाँको प्राणी पुनः जीवनलाई के अरे फेरि फिर्ता ल्याउनु हुनेछ। हजुरहरूको सानो सहयोगले उहाँको जीवन बाँच्नेछ भन्ने आशा गरेको छु। हजुरहरूको हातमा छ यो उहाँको जीवन, उहाँलाई बचाइदिनु होला भन्ने मेरो अपिल छ। म चाहिँ सुरज भुल बर्तादेवी गाउँपालिका वार्ड नम्बर 3 मै बस्छु। म पनि उहाँको भद्याशाला हुँ। के अरे मैले चाहिँ यो रिपोर्टिङ गर्नको विशेष अर्थ के छ भन्दाखेरि मेरो हातमा छ यो रिपोर्टिङको काम। यो सबै मेरो माथि झेल परेको आइपरेको छ। उहाँले चाहिँ अब उहाँसँग केही पनि छैन। हेर्नुहोस्, उहाँसँग यो ठाउँ भने बिहान बासा उहाँका यी बच्चा छन्। अहिले त बच्चा 1-2 बच्चाहरू कहाँ गएछन्, यिनीहरू कहाँ गएछन् अब होइन। अहिले यी दुईटा यहाँकी छोरी छन्, एउटा छोरी सानो बच्चा छोरी यहाँ सुतेकी छ, अनि अरू दुईटा छोरी कहाँ गएछन्, तिनीहरू पनि अब अहिले यो अवस्थामा छन्। हेर्नुहोस्, अब हजुरको सहयोगले चाहिँ उहाँलाई पुनः जीवन मिल्नेछ भन्ने आशा गरेका छौँ। हजुरहरूको दिनको खाजा खर्च, महिनाको खाजा खर्च हेर्नुहोस्, हामीहरू दिनमा मावा पान गुटका खाएर दारू पिएर हामी
जति पनि खर्च गर्छु एक दिनमा हजुरले खाजा कटाएर भए पनि हजुरको खाने खाजा कटाएर भए पनि उहाँलाई छोटो सहयोगले उहाँको छोटो हजुरहरूको छोटो सहयोगले चाहिँ उहाँको पुनर्जीवन मिल्नेछ भन्ने आशा गरेका छौँ। यहाँलाई सहयोग गरिदिनु होला भन्ने अपिल गरेका छौँ। और उहाँको श्रीमतीको अवस्था यस्तो छ, उहाँ चाहिँ के गर्नुहुन्थ्यो भने अलि नजिकबाट आएर उहाँले के गर्नुहुन्थ्यो भने घर खातामा काम गर्नुहुन्थ्यो। त्यो घर खाताको काम पनि उहाँको चाहिँ अब अस्पतालको भागाङदौडीको कारणले गर्दा उहाँको त्यो काम पनि छुटिसक्यो। अहिले चाहिँ यहाँहरू दैनिकी जीवन पाल्न पनि दैनिकी जीवन टार्न पनि उहाँले सक्नु भएको छैन। अहिले अब के भन्ने कुनै अर्थ नै छैन। हेर्नुहोस्, अब यो भिडियो हेरेर तपाईँहरूले बुझ्न सक्नुहुन्छ। अब यो घरको भाडा पनि अहिले कसरी तिर्ने, के गरी तिर्ने, को दिन अब यो मकान मालिकले यहाँबाट हामीलाई रोडमा यिनलाई पठाइदिनु बाइजा भन्ने डर छ। यहाँभन्दा अगाडि त भनिसक्यो, मकान मालिकले पनि भनिसक्यो कि अब खाली गर्नुहोस् 2 महिनादेखिको भाडा पनि तिर्नु भए रहेनछ, खाली गर्नुहोस् भनेर भनिसक्यो। मैले आग्रह गर्दाखेरि उहाँले नतिरे म जसरी भए पनि भाडा तिर्दिन्छु भनेर यहाँको भाषामा मैले भन्दाखेरि अहिलेसम्म उहाँलाई यहाँ बस्न मिलेको छ। अब कुन दिन चाहिँ यहाँबाट उहाँलाई त्यो उसको 2 महिनाको भाडा अहिले मिलाएर 3 महिनाको भाडा नतिर्ने हो भने उहाँलाई यहाँबाट पनि बाहिर निकालिदिनेछ मकान मालिकले। अब उहाँका रिपोर्टहरू यी हुन्, केही रिपोर्ट भित्र छन् क्या, रिपोर्टहरू यी हुन्। हस्पिटलमा यो भरत क्यान्सर हस्पिटल, सुरतको भरत क्यान्सर हस्पिटलमा उहाँलाई एडमिट थिए। अनि अर्को त्यहाँबाट भएन भने अर्को हस्पिटलमा ल्याउँ, त्यहाँबाट भएन भने यो अर्को हस्पिटलमा ल्याउँ। यहाँ ल्याएर देखाइदियो त, यी झुम गरेर देखाउने यी रिपोर्टिङ हुन्। यहाँ यस्ता यहाँ यो के अरे यो पेट स्क्यानका रिपोर्ट हुन्, यी फाइलहरू हुन्। अनि यो एकदम झुम गरेर देखाइदिनुहोस्। यो रिपोर्टिङहरू धेरै छन्। हेर्नुहोस्, हामी हजुरहरूलाई यो पेज सबै राख्नेछौँ, भिडियो मार्फत हामी देखाउनेछौँ। यो क्यान्सर लागेर उहाँ चाहिँ लास्टै अवस्थामा हुनुहुन्छ। पैसाको अभावको कारणले चाहिँ उहाँको उपचार हुन सकेको छैन। पैसा पहिला खर्च गरिसके, सबै पैसा खर्च गरिसके, तर अब थप उपचारको लागि यो अपिल हो। हजुरहरूले यो उपचारको लागि मद्दत सहयोग गर्नुहुनेछ भन्ने आशा गरिराखेका छौँ हामीले। त्यही कारणले यो भिडियो बनाएको हो। यो देश विदेशबाट जताबाट पनि हेरिरहनु हुनेछ उहाँहरूले यो सहयोग गरिदिनुहुनेछ। सहयोग गर्ने व्यक्तिले सहयोग गर्नुहुनेछ, सहयोग गर्न नसक्नेहरूले सेयर गरिदिनुहुनेछ। सहयोग गर्ने व्यक्ति कहाँ यो भिडियो पुगोस् भन्ने आशा गरेका छौँ।